तपाईं सम्पूर्णलाई चाहिँ मेरो भोट्स अफिसियल युट्युब च्यानलमा हार्दिक स्वागत छ। यदि हजुरहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि लाइक, कमेन्ट, सब्स्क्राइब अनि शेयर गर्नुहोला र यस्तै नयाँ नोटिफिकेसन पाउनको लागि छेउमा रहेको बेल आइकनलाई प्रेस गर्नुहोला। आज मैले अलि फरक किसिमको भ्लग लिएर उपस्थित भएको छु मित्रहरू। भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियो चाहिँ यस्तो रहेको छ कि जुन हाम्रो गाउँघरतिर बोलिने एउटा अर्गानिक भाषा, विशेषतः मध्यपश्चिमका भेगहरूमा गाउँघरतिर बोलिने एउटा रमाइलो खालको भाषामा मैले एउटा भिडियो यो भ्लग निर्माण गरेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला भन्न चाहन्छु। धन्यवाद। म त यो कामतिरै छु, जानु कामतिरै थकाइलाई मार्यो एकछिन रेस्ट गर्नु पऱ्यो भने त यता कुनैतिर लुकिन यो भिडियो बनाउन लाउँ। 10-12 घन्टासम्म ड्युटी गर्नुपर्छ, काम गर्नुपर्छ, हैरान छ हैरान। यहाँ त के गर्ने, यति युरो भनेन, युरो फसिगयो यता होइन, केही काम छैन। दिनैभरि 10-12 घन्टा काम गर्यो, हालत खराब हुन्छ। काम गर्दा त निद लाग्छ हुँदै, के गर्ने, निद लाग्नु भयो। यहाँ गाह्रो छ, जनौ गाह्रो छ विदेश त। के गर्ने, युरोप रोमानिया भन्ने ठाउँ हेर्दा यहाँ दिनैभरि काम गर्दा गर्दा यहाँ थकाइले मार्या हुन्छ। कोठा जाने पनि बल्ल जानुपर्छ। खाना बनाइ खाउँ भन्दा हुँदै निदले झुलाउँछ निदले झुलाउँछ। खानाभन्दा निद प्यारो लाग्ने के गर्ने। यसो काम गर्ने ठाउँ, यसो लुकिन यतापट्टि अर्को कोठातिर, यो काम गर्ने ठाउँ यतापट्टि कोठा होइन लुकिन भिडियो बनाऊ कि भने जानु हैरान छ हैरान मलाई त। यहाँ तिमीहरू कताबाट हेर्छौ त? म त एक्लै छु। छुट्टी हुने लाग्छ, अब एकछिनपछि छुट्टी होला। अझै 2 घन्टा बाँकी छ। 2 घन्टापछि छुट्टी हुन्छ। त्यहाँबाट बाबुजी त्यहाँबाट जाने हो कोठातिर। खाना बनाउनु पऱ्यो, खानु पऱ्यो, सुन्नु पऱ्यो। अब आनन्द सुन्नु पनि हुँदैन। के भने यस्तै छ यहाँ हालत, यस्तो छ हेर्दा यहाँ यस्तो छ जिन्दगी। के हो त युरो भने, काम गर्दा गर्दा हैरान हुन्छ दिनैभरि। राम्रोसँग सुन्न पनि पाइँदैन, राम्रोसँग खानु पनि पाइँदैन। यस्तै रहेछ परदेश भन्ने ठाउँ। अब त म मरे पनि आन्न क्या विदेश भन्ने ठाउँ। अब पहिलोचोटि पनि यही हो, लास्टचोटि पनि यही हो। म अब कहिले पनि आउँदैन विदेश। अब एकछिनपछि छुट्टी हुने होला। भिडियो बनाउँदै जानुपर्ला रुमसम्म भनेको छु। अहिले अब तिमी सबैले एकछिन हेर्ला, यहाँ विदेशको भिडियो बुझ्ला भनेर एकछिन रेस्ट गरे। टाइम रेस्ट पनि के गर्ने, लुकिने यतापट्टि हामी लुकी भिडियो बनाएको छु। त्यही होइन हो। अहिले कोठातिर जाँदा पनि म बाटोमा देखाउन खोइ त हुन्न चाहिँ अब ठाउँ। भिडियो बनाउँदै जानुपर्ला। हेर्नु है पुरै भिडियो खोइ त हुन्छ। मन परेपछि लाइक गर्नु। के मनमा के ल है, म त अब आज मेरो छुट्टी भयो। अब काम गर्ने ठाउँबाट म त अब रुम जान लाग्यो। म त अब कोठातिर जान लाग्यो। अब मेरो छुट्टी भयो। यही हो म काम गर्ने ठाउँ। यहाँ पछि हेर्दा यो पछितिर देखिन्छ ठुलो बङ्गाल पुरै बिल्डिङ हो। अब मेरो भर्खर छुट्टी भयो। अब कोठातिर जान लाग्यो म। यही हो काम। के भने दिनैभरि काममा खन्नुपर्छ। अनि बेलुका अब साँझपछि कोठातिर जानुपर्छ। कोठा पुग्नै मात्रै लाग्छ 1 घन्टा 1.5 घन्टा लाग्छ। यहाँबाट हिँडिन तलसम्म एउटा यो रेल स्टेसनसम्म हिँडेर जानुपर्छ। त्यहाँबाट फेरि रेलमा चढिन आधा घन्टा, लगभग आधा घन्टै लाग्छ रेलमा चढ्ने। त्यहाँबाट बल्ल तल लास्ट स्टेसन गएपछि फेरि त्यहाँबाट फेरि गाडी चढ्नुपर्छ। त्यहाँबाट फेरि बल्ल कोठा पुगिन्छ मेरो त। म चाहिँ यहाँ गेट बाहिर निस्किसकेँ। ल यहाँ मेन रोड यही हो। यहाँबाट हिँड्दै तलसम्म जानुपर्छ। तल गएपछि अनि बल्ल रेल स्टेसन आउँछ। मैले तपाईँहरूलाई यो देखाउँदैछु। कस्तो लाग्छ भिडियो अन्तिमसम्म लास्टसम्म हेर्नु होला। एउटा नापा भिडियो बनाउँदा भने हो। त्यही भएन धामो गर्छु, हुँदैन। कहिले कहाँ जान्छु त्यो कहिले नथाहा ठाउँ गइदिनु रहेछ बाटो बिराएन। म बक्क छु आफै। के
के नि एक्लै छु म त यहाँ कोही नै हाते कोही नै एक्लै छु लाइनमा भक्क भएको छु एक्लै यो नचिने ठाउँबाट होइन यहाँ फसियो म त घाम बुन्न लाग्यो घाम अब अँध्यारो अँध्यारो हुन लाग्यो यहाँ त 5 बज्यो अब कोटातिर जाँदैछु म छुट्टी पनि भयो अब कोटातिर जानु पऱ्यो त्यहाँबाट कोटा गएन फेरि एकछिन सरसफाइ गर्नु पऱ्यो त्यहाँबाट भाँडाकुँडा माझ्नु पऱ्यो त्यहाँबाट खाना बनाउनु पऱ्यो खानु पऱ्यो न राम्रोसँग खुवाइ छ न राम्रोसँग सुताइ छ यो परदेश भन्ने ठाउँ त एकदमै बिचल्ली पर्ने ठाउँ रहेछ यो त थाहा म आउने थिएन खास भन्यो भने वास्तवमा म विदेशै यो परदेशै आउने थिएन कसरी यो भिडियो बनाउँदै जान्छु म यो भ्लग भने भ्लग भने अब मन परेपछि अब लाइक कमेन्ट गर्नु अब मन नपरेपछि म के भन्नु मेरो नापा भ्लग बनाउँदैछु तलतिर गइरहेको छु अब म तल रेल स्टेसन पुगेपछि अहिले देखाउँछु म तपाईँहरूलाई म अब रेल स्टेसन पुगेपछि देखाउँछु अहिले तपाईँहरूलाई त्यतिरको माहौल कस्तो हुनेछ भनिन तपाईँहरूले नयाँ ठाउँको कुरा नयाँ सामानहरू नयाँ चिजहरू मान्छेलाई अचम्मै त लाग्छ त त्यही भएन जति सकिन्छ यहाँको बारेमा जानकारी गराउँदा भने त्यही भएर नापा भिडियोहरू बनाउँछु कोही हेर्दैन फेरि भिडियो पनि त्यही भएन अब तपाईँहरूले हेरेपछि अब कस्तो लाग्छ अब जानकारी दिनु होला यही थियो त हो रोमानिया भन्ने ठाउँ अहिले बर्खा मास लगाएपछि चारैतिर हरियो भरियो सब देखिन्छ आजभोलि अब हिउँद महिना भएन यहाँ एउटा यिनी सबै रुखभरि फुग्या मात्रै देखिन्छ नि फुग्या त होइनन् 5 झरे आउनु पऱ्यो फुग्या मात्रै देखिन्छन् पुरै यहाँ केही हरियाली छैन हिउँद भने पुरै सुक्खा खडेर जस्तो हुन्न छ अनि बर्खा मास लगाएपछि मात्रै अनि अलि हरियाली हुन्छ नि ठाउँ अब कहिले जङ्गलतिर जान्छु हराउँछु म कहिले कता बाटो बिराएन नयाँ मान्छे भएर पनि होला त्यही भएर के गर्ने हजुर साथै पनि कोही नै एक्लै भौतारिन्छु कहिले कता जान्छु ड्युटी नभए बेला अब के गर्ने अब थोरै छ म यो ट्रेन स्टेसन पुग्न यो रेल स्टेसन नेपालमा हुँदाखेरि मैले रेल गएको हुन्छ थाहा भएको थिएन देखाएको थिएन यहाँ त पहिला त मलाई त गएको होला भनेपछि कति लामो रहेछ गाडी पनि सोचेँ क्या यहाँको गाडी पनि यो कस्तो खालको गाडी रहेछ भने पछि यसो बुझ्दै जाँदा त रेल रहेछ रेलको रहेछ लामो हुन्छ क्या तपाईँहरूलाई म अहिले देखाउँला अहिले होइन पुरै भिडियो हेर्नु होला होइन त्यो पुरै देखिन्छ क्या मैले जस्तो छ त्यस्तै देखाउने यो ट्रम भन्छ यो गयो त यो पनि रेल जस्तै हुन्छ फेरि हो हाम्रो गाउँतिर गएपछि यो रेल भन्छ नानी रेल त रेलै हो यो ट्रम हुन्छ यसलाई अलिक सानो खालको यो अर्को आयो यो पनि ट्रम हो यो पनि रेल जैदै यतै हुन्छ रेल यही हो अब यो सानो खाले हो त्यही पनि म अलिक ठुलो खाले म अलिक ठुलो खाले रेल देखाउने हो तपाईँहरूलाई अहिले हेर्नु होला तपाईँलाई नढाँटिनु म तपाईँलाई देखाउँछु क्या तल अहिले रेल स्टेसन त जानिदिनु मलाई सबैलाई नमस्कार म भुवन साई यस भुवन साई अफिसियल युट्युब च्यानलमा तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने पक्कै पनि लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गर्नुहोला र नयाँ नोटिफिकेसन पाउनको लागि छेउमा रहेको बेल आइकन पनि प्रेस गर्नुहोला भन्न चाहन्छु धन्यवाद गाडी भेट्यो र एकछिन थोरै भयो भने गाडी सरी जानु त गाडीभित्र आएको छु म अब तल रेल स्टेसन जाँदैछु यो बाटोमा गाडी भेट्यो कति हिँड्यो भनेर एकछिन अब 5-10 मिनट भयो भने गाडी चढेर म जाँदैछु तलतिर रेल स्टेसन त अहिले देखाउँला म यहाँ गाडी पनि खाली छ यहाँ कोही नै मान्छे पनि धेरै नै अहिले तल गएपछि म त्यहाँ देखाउँला तपाईँहरूलाई अनि भिडियो पुरै हेर्नु अनि नसुनाउनु किनभने सबै कुराहरू मैले जानकारी गरेको छु थाहा हुन्छ नि त गाडीभित्रबाट यो देखिन्छ कहीँ त रमाइलो छ नि ठाउँ कहीँ रमाइलो छ कहीँ तपाईँको खडेरी छ खडेरी गाडीभित्रको यो भिडियो हो यो गाडी पुरै खाली छ यो बाहिरतिर रमाइलो छ ठाउँ अब यहाँ म यो गाडीबाट झरिनँ अब फेरि उता हिँड्नुपर्ने भयो थोरै गाडी फेरि यतातिर आएको छ अर्को गाडीमा चढेछु
म त बाटो पनि बिर्सिन्छु Tira क्या mais fácil, né? Pagar na autobasa. म चाहिँ अब गाडीबाट झरेँ गाडीबाट झरेर अब फेरि हुनुपर्ने भयो हुँदै हुँदै जाने हो अब म कता अब अझै लाग्छ टाइम लाग्नु त त्यही भएन यो हिँड्न थाहा भए ठाउँ अलिक गाह्रै हुन्छ खोइ कहाँ भने कहाँ जान्छ कहाँ भने कहाँ जान्छ 2 दिनबाटै हरियो म त यहाँ गाडीमा जानिनँ यो नेपालमा जस्तो गाडी हुँदैन यहाँ त अर्कै गाडी हुन्छ फेरि त्यही भएर यो ठाउँ भने अर्को ठाउँ लिदियो भने गाह्रो फेरि ल है मित्रहरू म चाहिँ अब यो रेल स्टेसनतिर पुगिसकेँ यहाँबाट भित्र जाँदैछु म यो यहाँभित्र जाँदैछु अब यो अन्डरग्राउन्ड हो रेल स्टेसन यसरी म जाँदैछु मजाले हेर्नु होला है भिडियो पुरै हेर्नु होला अनि थाहा हुन्छ सबै कुराहरू अब कस्तो रहेछ ठाउँ भन्ने कुराहरू म सबै देखाउँछ यहाँ रेलभित्रको यो अन्डरग्राउन्ड भयो जमिन मुनिको हो अन्डरग्राउन्ड वे हो कि यो रेलवे भन्छलाई म यहाँ जाँदैछु यो कार्ड हुन्छ एउटा यो गेट पास यो कार्ड नभएसम्म भित्र छिर्नु पाइँदैन यस्तै स्क्यान गर्नु पऱ्यो यहाँ यस्तो भयो भने अनि बल्ल खुल्छ अब तल जान आएको छु म रेल रेल ठ्याक्क रहेछ मेरो पनि म चाहिँ अब रेलभित्र आइसकेँ Attenție, se închid ușile. ल यो रेलभित्रमा आएछ है यस्तो रेलभित्र यस्तो छ यो पुरै यो कति लामो छ रेल भन्ने कुराहरू भित्रबाट देखाउँछु म तपाईँहरूलाई यो पुरै देखिरहेको छ यहाँ कत्रो हो कति लामो छ रेल Urmează stația Gorjului, cu permânt pe लामो छ partea stângă. पुरै यस्तो हुन्छ यो रेलभित्रको यो मान्छेहरू कति पैसा अनि यताउता सिट भित्रको सिट छन् कति हो अघि पछि यहाँ परसम्म देखिन्छ परसम्म म त सिट खाली नभएर म त उभिएको छु यहाँ यसरी उभिएको छु म सिट खाली भयो अब चढ्न जान सिट खाली नै यस्तो छ यो रेलभित्र यो अलि त लामो होला र रेल पनि है साथीहरू म चाहिँ यो यहाँको एउटा यो रेल स्टेसनबाट झरेन फेरि अर्को रेलमा चढ्नुपर्छ म अब अर्को रेल चढ्नतिर जाँदैछु हेर्दा यहाँ मान्ठा अल्तै हुनुहुन्न यो रोमानिया मान्ठा पनि कति छन् म भक्क छु भक्क यो अर्को स्टेसनतिर जाँदैछु यहाँ पछि कति छन् मान्ठा अघि कति छन् यति धेरै हुन्छन् कि बासोल्टिजन परि हुन्छन् क्या काम गर्नबाट सबै आउँछन् अनि कोही रेलमा चढ्ने कोही रेलबाट झर्या यिनी सबै झर्या हुन् म चढ्या रेलमा थिएँ अनि सबै फेरि अर्को रेल चढ्न मिल्ने अर्को बाटोतिर जाँदैछन् यो चढ्नुबाट त्यहाँबाट माथि उठ्छिन कति हुन् यो मान्छेको भिड म पनि जाँदैछु अब अर्को रेलमा चढ्नलाई फेरि अर्को बाटो जानुपर्छ त्यही भएर गाह्रो थोरै लाग्छ टाइम 1-1.5 घन्टा लाग्छ टाइम पनि मान्छेको भिड मात्रै छ पुरै नमस्ते आइ एम भोन्साई फ्रम रोमानिया बुकारेस्ट सेक्टर नम्बर 1 I am still here rail station just now other rail stations changing the ल हेर मान्ठा भिड यति धेरै छन् कोही तल जान्छन् कोही माथि आउँछन् यहाँ ओ भिडभाड हेर्दो भिडभाड यही भिडमा त हो त म अस्ति हरिया फेरि कहिले कतै जङ्गलतिर घुम्न गए आउँछु वहीँ हरियान्छु कहिले मान्ठा भिडमा हरियान्छु म अहिले थियो म 2-3 दिन अघि हो यहीँ हरिया म यही भिड मान्छे अल्त हुन्छ नि जता जाऊ मान्छे माथितिर जाँदैछन् मान्छे माथितिर यो पुरै मान्छे भिड मात्रै हो यो यहीँ हराउँ म अहिले यहीँ यस्तो छ ठाउँ अनि यो त मान्छे भिडभाड बाटो हराएन म अस्ति हैरान भएको थियो उही उता जान्छु हुँदैन कता जाने के गर्ने ल यही त छ मान्छे भिड उही चौधारा मेला लाग्यो नि चौधारा मेला पनि अल्त हुन्छ नि मान्छे यहाँ त कति हुन् म आफै भक्क छु होइन अस्ति म यही हरा हो
यता जान्छु भने बाटो भेटिँदैन, उता जान्छु भने बाटो भेटिँदैन। हैरानको हैरान भएन, बल्ल तल्ल बाटो भेटाएन। फेरि रेल चढ्नु कोटा काम, कोटा जान पनि म सधैँ 6 बजे पुग्ने मान्छे 8 बजे पुग्यो, बाटो हराएन। मान्छे बाटो मात्रै हो, जता जाऊ त्यो मात्रै छन्। के गर्नु, जिन्दगानी यस्तै छ, परदेशी जिन्दगी भयो। अब के गर्ने, हजुर गाह्रो छ, हजुर गाह्रो छ। खो मान्छे भिडियो हेर्दौ यहाँ कति छन् यता उता हरायो। अस्ति म हरिया पुरै यहाँ कोही कता जान्छन्, कोही माथि आउनु लान्, कोही तलतिर जालान्, रेलमा त्यसरी जाने।